तपाईको एउटा सानो गल्तीले तपाईलाई सुकुम्बासी बनाउन सक्छ। हो, जिन्दगीभरिको कमाई खर्चिएर जग्गा किन्दा एउटा सानो पनि गल्ती गर्नुभयो भने तपाईँ सुकुम्बासी बन्न सक्नुहुन्छ। त्यसैले पैसा बुझाउनु अघि प्रक्रिया बुझ्नु जरुरी छ। नेपालमा जग्गा पास गर्ने काम मालपोत कार्यालयबाट हुन्छ, तर त्यसको जग नापी कार्यालयमा जोडिएको हुन्छ। सबैभन्दा पहिले नापी कार्यालयमा गएर ट्रेस र नक्सा चेक गरेर जग्गाको सिमाना र क्षेत्रफल फिल्डसँग मिल्छ कि मिल्दैन भनेर यकिन गर्नुपर्छ। त्यसपछि मालपोत कार्यालयमा गएर जग्गा रोक्का छ कि छैन र जग्गा धनी को हो भनेर श्रेष्ठता भिडाएपछि मात्र लेखनदास वा वकिल मार्फत राजीनामा लिखित तयार गरिन्छ। मालपोतको रजिस्ट्रेसन शाखामा क्रेता र विक्रेता दुवै उपस्थित भएर औँठा छाप र फोटो खिचाएर सरकारी राजस्व बुझाएपछि मात्र स्वामित्व हस्तान्तरण हुन्छ। विश्वव्यापी रूपमा धेरै देशमा यो प्रक्रिया पुरै डिजिटल भइसकेको छ, तर नेपालमा पनि भर्खरै अनलाइन प्रणाली सुरु भएर पारदर्शिता बढेको छ। आर्थिक दृष्टिकोणले जग्गामा गरिने लगानी सबैभन्दा सुरक्षित मानिए पनि हाम्रो तीतो यथार्थ के हो भने मालपोत र नापीमा अझै पनि बिचौलियाको दबदबा छ र एउटा सानो काम फत्ते गर्न पनि पटक पटक कार्यालय धाउनु पर्ने र अतिरिक्त खर्चको दबाव झेल्नु पर्ने अवस्था कायमै छ। के तपाईले जग्गा किन्दा कहिले कुनै कानुनी झमेला बेहोर्नु भएको छ? आफ्नो अनुभव कमेन्ट गर्नुहोला।